एकछिन तर फोन आयो कि यो फोन कसको होला तपाईहरुलाई शंका लाग्छ कसको तपाईको बुकी फुल कसलाई हो यो मेरो राजालाई आयो यहाँ त रुख र भाइ त उस्तै उस्तै देखिन्छ त अर्गानिक के भन्छ यसलाई अर्गानिक बुके हेलो साथीहरु वेलकम ब्याक टु माई पुनमदाय मगर युट्युब च्यानल। आज चाहिँ हामी चारजना पाक्रीवासबाट इलाम जाँदैछौँ। इलामदेखि हाम्रो डेस्टिनेसन चाहिँ खासमा सिक्किमसम्म हो। हेरौँ समयले कतिको साथ दिन्छ, तर यति थोरै समय छ हामीसँग। यति बिजी टाइममा पनि हामीले यसरी टाइम म्यानेज गरेर जाँदैछौँ। अहिले चाहिँ हामी चारजना मात्र छौँ अनि धरानबाट चाहिँ 5 जना हुन्छौँ। गाडीमा चाहिँ जुत्ता कपडाहरू यस्तो बिजोक पारेर राखिरहेछौँ, किनभने प्लस त्यहाँ चिसो थियो नि त, त्यही भएर सुकोस् भनेर यसरी राखेको। यतिको चाहिँ हुनु पर्यो क्या, लुगा नसकेपछि त्यो उसले त्यो धोएर यहाँ गाडीमा चाहिँ सुकाइदिने चाहिँ यो कसले गर्नुभएको चाहिँ गाई त्यसरी चाहिँ लुगा सुका गरे है, झन्डा उडाएको होइन यो लुगा सुकाएको है भयो होला। बसाइ त डेन्जर छ म्याडम जीको। ओइ दिदी त्यो मेरो सुकाएको लुगा खोइ। हामी त पर्खिने चलन छैन, एक्लै खान्छौँ भनेको। यहाँ चाहनाको पनि खाना आइरहेछ। खोइ मेरो मासु अहिले कति बजे ठ्याक्कै? म घडी हेर्नु पर्यो। अहिले ठ्याक्कै 11 बजेको। साँच्चै 11 बजेको हो? घडी हेर्नु त भाइ। आमामामा 11 बजे। अब हामी चाहिँ बाहिर जान लागेको। बाहिरको अवस्था चाहिँ यस्तो छ। अनि हामीले चाहिँ अब यहाँ यतिको रेडी हुँदै हुनुहुन्छ। भाइहरू यहाँ हुनुहुन्छ, म यहाँ छु। ऐना कहाँ छ भनेको? ऐना पनि यता कोराब ज्याप भइसकेको रहेछ। हाम्रो युकेश जी यहाँ हुनुहुन्छ, दर्शक यहाँ हुनुहुन्छ। यता हतार हतार यतिको मेकअप गर्ने कोही छ त? फोहोर नगर्ने, सेतो लुगालाई टपक्क राख्ने, निकालेर थपक्कै गर्ने राख्ने कन्ट्रोल रहेछ। जसको भयो पनि के भयो त, लाउने नै हो। यहाँ नयाँ लुगा छ, त्यो सेतो लुगा थपक्क झिकेर राख्ने। त्यो गाडीमा सेतो लुगा बन्दै नलगाउने है, किनभने हिँड्दा 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 फोहोर हुन्छ। म यतिको कराउँछु र नि यो केटाकेटीले बन्दै टेर्दैनन् क्या। गुड मर्निङ श्री अन्तु। हामी चाहिँ अहिले बिहानको 6:30 बजे उठेर रेडी भएर होइन यता अगाडि बढिरहेको छौँ। कति राम्रो देखिरहेको छ यहाँनिर। मेरो साथी यहाँ छ, दिदी यहाँ हुनुहुन्छ। हेलो भन्नु दिदी। हेलो चाहना। यहाँबाट यस्तो बवाल भिडियोहरू देखिरहेको छ। अब हामी चाहिँ राति यस्तो भयो क्या, राति भिडियो नै बनाउनु पाएन। साँझमा कति बजी आइपुग्यो भने 9 बजे कि 10 बजी आइपुग्यो हामी। जोस् हामी अब खाना खाएर बाहिर निस्किन्छौँ भन्दाखेरि चाहिँ 11 नै बजिसकेको थियो। अनि ठ्याक्कै लाइटहरू अफ हुँदो रहेछ। हामीले राति त्यस्तो फोटो सेसनहरू केही गरेनौँ। यताबाट यहाँ टप
टक्क यस्तो देखिन सकिन्छ। यहाँनिर फोटो नि खिचिसक्यो। यहाँको बब्बाल भ्यू चाहिँ बबाल छ नि अरू भन्दा पनि। यस्तो जाडो ठाउँमा पनि हामी लङ जान प्लिज टेक इट प्लिज। मेरो साथीहरू यहाँ हुनुहुन्छ। यहाँनिर के खिच्नु भएको है? यहाँनिर यतिको फोटोसुट भइरहेछ हाम्रो चाहिँ। हामीले चाहिँ खिचिसक्यौँ सबैजना। थकित अवस्थामा छ, सबैभन्दा थकित चाहना होला। तपाईँ नखिच्ने? आउनु जाऊँ पारिपट्टि। भाइको त्यो के जस्तो छ तर यो त उसको ट्रेकिङवाला छ यहाँनिर चाहिँ। एक नक्कल पार्ने, अलिअलि केटी पट्याउने, साह्रो सोझो नहुने मेरो भाइ। होइन यस्तो चाहिँ गर्नु न भाइ एउटा हातले। हो त्यस्तो। अर्को नि खिच्दिन न, कति राम्रो है। यहाँ हेर्नु यस्तो यतिको भएपछि अब केटीहरू पुर्लुकै। ब्लगमा चाहिँ मेरो भाइ साह्रै लजाउँछ। दिदी फोटो खिच्नुभयो? सेटिस्फाई हुनुहुन्छ? कता जाऊँ? ल सबैजना टपमा चढ्न बिजी। शान्ता दिदी तपाईँको बुकी फुल कसलाई हो यो? तपाईँको राजाको नाम के हो? थ्याङ्क यू। ओ माय गॉड। अयो यहाँ त रुख र भाइ त उस्तै उस्तै देखिन्छ त। यहाँ त रुख र भाइ त उस्तै उस्तै देखिन्छ त। यहाँबाट चाहिँ खतरा देखिने रहेछ है। तर पहिला हामीले नि यहाँ टिकटक बनाइराखेको थियो। लु सम्राट तपाईँ यही भिडियो मार्फत हेर्नु ल। तपाईँलाई मैले सम्झिरहेको छु यहाँनिर पनि। यहाँबाट पोखरी चाहिँ यस्तो देखिरहेछ। तर फोन आयो कि यो फोन कसको होला तपाईँलाई शङ्का लाग्छ? कसको? आउनु न। हजुर हामी त श्री अन्तु आउनु चाहना जाऊँ। श्री अन्तु भोलि पर्सितिर होला दार्जिलिङ। आउनु चाहना म हिँडेको सरसर बनाउनु न। त्यसैमा क्या म यहाँनिर छु। कति न हिँड्नु नसक्ने रे। बुरुक 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 उभिन सक्ने। दिदी मलाई बुकी फुल दिनु न। यो चाहिँ बुकी फुल हो होइन। यो बुकी फुल चाहिँ अर्गानिक के भन्छ यसलाई?
अर्गानिक बुके हो, तर यसलाई हामी मगरहरूले बुकी भन्छ होला। बुकी भनेको यसरी बोक्नु पर्ने हो, तर हामी यसलाई फुल हो। ल जाऊँ ल, तपाईँको मोबाइल भाइहरू फोटो खिचिसक्यौँ। गोमा नखिच्ने, दिदीको खिच्दिनँ। यहाँनिर फोटोसुट भइरहेको छ दिदीको। मलाई चाहिँ फोटो अहिलेलाई पुग्यो, आजलाई चाहिँ पुग्यो। अब आजलाई होइन, अब चाहिँ हाम्रो दार्जिलिङ छ, सिक्किम जानु लागेको त्यो ठाउँलाई चाहिँ पुग्यो। उभिनु त यहाँनिर हो, त्यो उभिनु न, यतापट्टि आउनु। खोइ कलर कम्बिनेसन, यता ब्ल्याक एन्ड व्हाइट, ब्ल्याक, यता पिङ्क एन्ड रेड, ब्ल्याक भाइको कुन छ? ब्ल्याक छ, दिदीको व्हाइट छ। ए भाइ, चाबी बोक्नु भएको छ तपाईँहरूले? हिजो चाहिँ हामी अन्तु पोखरी होटल एन्ड लजमा बसेको। यहाँ हाम्रो गाडी यता पार्किङ गरेको छ, किनभने यस्तो भयो क्या, हामीलाई धेरै टाढा उता जानु मनै लागेन। राति ढिलो आइपुग्यो नि त। पहिला हामी क्या चाहना उतापट्टि बसेको नि, पारिपट्टि त कि चिया बगानको भित्र एउटा मात्रै कटेज पो छ त। प्लिज चाहना यो लगाइदिनु न, लगाइदिनु न, उता उतार्नु न। थ्याङ्क यू। छ त। यो चाहिँ हाम्रो युकेसको बुलेट हो, यो पल्लो सुजुकी चाहिँ यो चाहनाको हो, अनि त्यो पल्लो स्कर्पियो शान्ता दिदीको, पल्लो बुलेरो भाइको हो, अनि त्योभन्दा अलिक पल्लो कार चाहिँ मेरो हो। Congratulations, great, successful person, good. अब हामी जान्छौँ। मुखको पानी छोरी नलाऊ आँखा यतातिर, लोभी मनलाई सधैँ यस्तै हो। जान मजा लाग्यो, खुसी लाग्यो फोटो राम्रो आउँदा। भोक लागिरहेछ। सबैभन्दा मेन कुरा चाहिँ अब चाहिँ पेट पूजा गर्नुपर्छ, पेटलाई पूजा गर्नुपर्ने हुन्छ यहाँनिर। यस्तो छ यहाँनिर। अन्तमा फोटो खिचेर अब चाहिँ हाम्रो यात्रा कता हो दिदी? टिकलमा गएर खाना खाने, त्यसपछि दार्जिलिङ सिक्किम। हामीले अन्तमा चाहिँ केही पनि नखाएको, अनि के भइरहेछ भने बिहानै भएर अब अन्तमा फोटो सुट गरिसक्यो, अनि त्यसपछि हामी मान्छेहरूलाई त फोटो भयो अनि आँखाले देखिहाल्छ नि, फर्किहालिन्छ नि त। अनि अब यस्तो भोक लागिरहेछ, फिकलमा गएर खाना नै खाने भएको नि त, सबैजनाको सल्लाह त्यो भयो। त्यही भएर खाना नखाएको हामीले अलिक रिङ्गटा लागे जस्तो भइरहेछ है दिदी। गाडी घुम्ती छ नि त धेरै, अनि यो मोडमा हामी खोलाक हुँदैछ कि। आयो यो केसलाई कस्तो देखिरहेछ, बाटो यस्तो देखिरहेछ। 15 लाख गाडीमा बसाइ चाहिँ सबजनाको यस्तरी छ। तपाईँलाई के भइरहेछ? मलाई नि गाडी लागिरहेछ, खाली पेट छ नि त। अब फिकल पुग्नुलाई कति टाइम लाग्छ? अब फिकल पुगेर 10-15 मिनट। ए त्यति त म जसो तसो सम्हालिहाल्छु,
तर उहाँ गएर चाहिँ सबैभन्दा पहिला खाना खाइहाल्नु पर्ने हुन्छ हामीले। यो चाहिँ इलामको फिकलमा यस्तो यहाँको यो विशेषता चाहिँ के हो भने यहाँ यस्तो पाउँछ क्या, छुर्पी पाउँछ, अनि यहीँ बनेको सबै अचारहरू, चिया र छुर्पी चाहिँ ओभर प्रसिद्ध छ है यहाँनिर चाहिँ। पैसा प्रसङ्ग फेरि खानापछि पान खाने कुरा भइरहेछ। चाना यो अड्काइदिनु न। मेरो भिजा त लेखिरहेछ। मुखमा अटिहाल्छ नि, यस्तो गरेर राख्ने हो। यहाँ हेर्नु चाहना है? सबैजना पानको प्रतीक्षामा हुनुहुन्छ। दिन्छु दिदी मलाई चाहिँ अमला दिनु न, दिदी मलाई अमला दिनु न। उहाँहरू छुर्पी खानुहुन्छ, म चाहिँ अमला खान्छु। तपाईँ छुर्पी खानुहुन्न? अर्को नि दिनु नि त। दिदी आउनु जाम खाना खानु, आउनु न जाउँ। शान्ता दिदी आउनु। हामीलाई चाहिँ भोक लागिरहेछ। लास्टमा चाहना चाहिँ डाइटिङमा बसेको थियो। अहिले मैले डाइटिङमा नबस्न भनेको, अनि अलिकति यतिको मोटाइरहेछ। मोटाएर जम्बु जत्रै भइरहेछ क्या। थुप्रै दिल खुस भएको होला होइन। गरौँ न, हाम्रो गाडीको हालत त्यस्तो छ बिचरा। अब हामी झरेर फेरि हिँड्नुपर्छ सामान बोक्नु। तर म त थोरै सामान लान्छु लिमिट, किनभने भाइको झोलामा बोक्ने हो। तपाईँको त्यस्तो छ होइन? तपाईँकोमा लाँदा हुन्छ, किनभने 2 ठाउँमा जाने हो नि त हामी। त्यो लुगा लाने, होटल खोज्यौँ न, कहाँ खाना खाने क्या। म त माछा नखाने। ओइ चाना, यहाँनिर कति राम्रो बाइक, मलाई किनिदिनु न। कलेज बेचेर किन्नु है? यहाँ छ मलाई यो बाइक किन्दैन भनेको, मलाई बेच अनि किन को भन्छ। यतिको साथी चाहिँ हुनु पऱ्यो। यहाँ हेर्नु चाहना, तपाईँलाई नै बेचेर म चाहिँ के गर्नु? खाना त के खानु, हामी त चाउमिन र थुक्पा पो खाने भन्छ त्यो त। तर म त खाने अहिले त। कता खानु के रे? उसले चाहिँ छुर्पी खाएको, मैले चाहिँ अमला। दिदी तपाईँले अमला कि छुर्पी? अर्को इन्ट्रेस्टिङ चाहिँ के हो भने हामीलाई बिहानदेखि टोयलेट लागिरहेको थियो। अब यस्तै हुन्छ नि त यात्रामा हिँड्दाखेरि भाइ, टोयलेट लागिरहेको छ। भरे बाटोमा बिच बाटोमा कहाँनिर टोयलेट लाग्छ भन्ने कुरा नै थाहा हुँदैन क्या। अनि त्यही भएर त्यसरी टोयलेट लाग्यो। टोयलेट लाग्यो, दुईजनालाई नै टोयलेट लागेन। दिदीलाई चाहिँ को देखेर झन् आएन। अनि पैसा माग्यो क्या 10 रुपियाँ। पैसा 10 रुपियाँ हो टोयलेटै लागेन।
कति उठाइरहेछ अहिले चाहिँ हामी अब कता हिँडेको पशुपति नगर अब चाहिँ टक्क पशुपति नगर जाँदैछौँ अब चाहिँ म यो पान खान्छु है त तपाईँहरूले कहिले खानुभएको छैन अस्ति हामी मेलामा गएको राति सानी र म होइन अनि खाएको देखेपछि चाहिँ हाम्रो तिहार हाम्रै भाइ मिल्छ है ठ्याक्कै आमामा कति बब्बल देखिरहेको यतिको राम्रो देखेपछि चाहिँ के चाहियो हामी त दार्जिलिङ जाँदैछौँ तर मुखभरि चाहिँ पान चेपेर बसिरहेको छु युकेशले बोकिरहेको छ फोन चाहिँ माइक चाहिँ मसँग छ तर मुखभरि चाहिँ पान लगाइरहेको छु भाइ घरि घरि हामीलाई पनि देखाउनु यता त देखिँदैन होला सबैजना देखिरहेछ कच्याङ 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 यतिकै खतरा हल्ला गरिदिँदै जानुपर्छ होइन तर हामी चाहिँ गीत पनि कहीँ गएको छैन गीत पनि यस्तो अल्छी लाग्दो बजाएको छ अहिले जेनजीहरूले सुन्ने गीतै फरक छ क्या मेरो यहाँ गाडीमा चाहिँ जेनजी युवा छ अहिले भर्खरैको स्विट 16 वाला भर्खरै कलेज पढ्दैछ उहाँ चाहिँ अहिले साइन्स पढ्नुहुन्छ मेगा कलेजमा होइन अनि उहाँकोबाट बजेको गीत हो यो चाहिँ ब्याकग्राउन्डमा सायद यो गीतले अलिक धेरै नै के भन्छ म्युजिक गर्यो भने चाहिँ मेरो युट्युबमा चाहिँ कपी पेस्ट हुन सक्छ त्यही भएर म पररररर बोलिरहेको छु ल हस् त धन्यवाद यता दिनुहोस् भाइ मेरो क्यामेराम्यान भाइ यहाँनिर छ दिदी खाना खाएपछि कस्तो भइरहेछ टन्न बिहान हामी कस्तो भइरहेछ है कस्तो भइरहेछ क्या गाउँभरि गाउँमा बस्यो दसैँभरि अनि आफ्नो नजिकैको कोही मान्छे छ भने त ओडा कार्यालयले बनाइदिइहाल्छ नि ड्रेस यहाँ होइन नि त भरे भोलि फर्किँदा उसलाई चाहिँ ड्रेस लाउनुकै चिन्ता छ किनभने ड्रेस लगाउनुलाई नै आएको हो नि त हामी पान खानेको हालत हेर्नु न यहाँनिर म भन्दा नि मेरो भाइको बिजोग छ यहाँ यता हेर्नु न युकेश हेर्नु न त्यहाँबाट देखेको थियो यहाँनिर हामीले चाहिँ नेपाली पैसालाई इन्डियन पैसामा साट्दैछौँ बल्ल 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 हामीले बार्गेनिङ गरिरहेछ कति हो आउँदैन मलाई नि मतलब पत्ता चाहिँ गर्नु न गर्नु भाइ
यहाँनिर चाहिँ हामीले पैसा साट्नलाई तयारी भइरहेछ अनि गाडी चाहिँ बल्ल 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 हामीले बार्गेनिङ गर्दा 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 यति महँगो पर्ने रहेछ होइन। यहाँदेखि इन्डिया जानुको लागि दार्जिलिङ जानुको लागि 3 दिनको प्याकेज हुँदो रहेछ। होइन केही त गरेको छैन तपाईँले हिजोको 10,000 दिएन र दियो त त्यही त हो नि। यता देख्नु भरे आएर यता गर्ने क्या। त्यसो भए त हामी पनि क्युआरमा गर्नुपर्छ कहाँ पुग्छ त पैसा निकाल्नै पर्ने हुन्छ नि। मसँग मलाई दिदीले लगाइदिनुहुन्छ अरे। सबजना सामान बोकेर रेडी भइसक्यो। दिदी यहाँ हुनुहुन्छ, म चाहिँ यहाँ पछाडि छु। दिदी मेरो ज्याकेट झऱ्यो अलिक अगाडि लगाइदिनु न। भाइ स्टुडेन्ट कार्ड ल्याएन? म त चाहिँदैन एउटा बच्चाको चाहिँ सोचेँ नि त। हुन त यो बच्चा भन्दैन नि त है मान्छेले देख्दा चाहिँ। यहाँ तपाईँहरू कोही घुम्न आउँदै हुनुहुन्छ भने चाहिँ आफ्नो नागरिकता प्लस अनि जसको उमेर पुगेको छैन उहाँहरूले चाहिँ स्टुडेन्ट कार्ड लिएर आउनु होला। अब चाहिँ हामी नेपाल छोडेर जाँदैछौँ। पशुपति नगरबाट चाहिँ अब हामी अर्को ब्लगमा भेट्नेछौँ। अहिलेसम्म हेरेर साथ दिनुभयो